हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई न्यू ब्लग होइन। र आज चाहिँ मेरो हिजो एक्जाम सक्यो अनि आजदेखि चाहिँ मैले ब्लग स्टार्ट गरेँ होइन। आज चाहिँ अहिले चाहिँ हाम्रो दसैँको नवरात्र भइरहेछ र आज चाहिँ 6औँ दिन हो। अनि भोलिदेखि चाहिँ हाम्रो महान चाड दसैँ सुरु हुँदैछ। मतलब सप्तमीदेखि त अब हुन्छ नि त, आफ्नो घरहरू जाने, गाउँहरू जाने हुन्छ। अनि भोलिदेखि हाम्रो महान चाड दसैँ सुरु हुँदैछ। भोलि चाहिँ सप्तमी हो अनि सबैलाई ह्याप्पी दसैँ भन्दै म चाहिँ यो भ्लग चाहिँ स्टार्ट गर्दैछु। र यो भ्लग चाहिँ त्यत्तिकै आज अब हामी घरमा के गर्छौँ भनेर मात्र हो, अरू त खासै केही छैन। हजुरहरू हेरेर इन्जोय गरिदिनु होला। तर पनि हेर्नु है त, यहाँ हेर्नु है। तर पनि असारमा भए पनि घाम चाहिँ हेर्नु न कत्रो लागिरहेको छ, यस्तो धेरै गर्मी छ नि। र यो चाहिँ हाम्रो गाउँ रहेको छ होइन अगाडिपट्टि। अनि हाम्रो गाउँको हजुरहरूलाई आज म सिनेमेटिक भिडियो देखाउँछु, हेर्नु होला है त। अनि गाइज, अनि हजुरहरूले चाहिँ हाम्रो गाउँको थोरै सानो क्लिप हालेको थिएँ मैले, सिनेमेटिक भिडियो हेर्नुभयो होला हजुरहरूले। मैले यो फर्स्ट ट्राई गरेको होइन, सिनेमेटिक भिडियो चाहिँ मैले अहिलेसम्म बनाएको थिइनँ। अनि त्यही हो। अनि आज चाहिँ हामी अहिले के गर्छौँ भनेर हजुरहरूलाई देखाउन आँटेको। आज चाहिँ मैले भ्लग फेरि 2-3 बजे, दिउँसोको 2-3 बजे स्टार्ट गरेको छु। त्यही भएर यो भ्लग चाहिँ धेर हुँदैन, तर भोलिदेखि चाहिँ कन्टिन्यू अलिअलि धेर भ्लग आउँछ होइन। त्यही हो। अनि आज अहिले अब 2 बज्यो। अब यहाँदेखि चाहिँ हामी के गर्छौँ हजुरलाई देखाउँछौँ। हामीले घर अलिअलि सफाहरू चाहिँ बिहान गऱ्यौँ, तर अझै हाम्रो अब दसैँ जस्तो महान चाड छ होइन। अब अझै मजाले सफा गर्ने छ हाम्रो घरहरू होइन। हेरेर इन्जोय गर्नु होला। अनि हजुरहरूलाई पनि दसैँ कतिको लाग्दैछ, सबैजनालाई ह्याप्पी दसैँ भन्न चाहन्छु। र यही भन्दै हजुरहरू हामीसँगै यो भ्लग पुरै हेरिदिनु होला भन्न आशाको साथ यो भ्लग म स्टार्ट गरेँ है त। अनि म चाहिँ दुध लिन जान आँटेको। यस्तो धेरै घाममा ती पुग्न पनि मलाई गाह्रो हुन्छ। जाँदैछु। हाम्रो चाहिँ यताबाट सियो बनाएको छ अहिले। त्यसलाई चाहिँ पखाल्नुपर्छ है, फेरि फोहोर गनाउँछ क्या, त्यही भएर यो चाहिँ हामी यसमा डेली ल्याउँछौँ, यसलाई पखाल्नुपर्छ। अनि चाहिँ म जाँदैछु है दुध लिन। कति घाम छ भने गाइस, एकदम गर्मी छ बाहिर चाहिँ। अहिले चाहिँ दुध चाहिँ दुइसक्नु भएको रहेछ। मैले बट्टा चाहिँ छोडिदिएर आएँ। एकछिनमा जान्छु है त। बिरालो चाहिँ यहाँ बसिरहेको रहेछ, आइज। एकदम डर्सिरहेछ है यो चाहिँ। के भयो बिरालो? दसैँ आयो त चिठीमा पनि खाँदिनँ। हाम्रो चाहिँ यहाँनिर हामीले यहाँ दुर्गा थापेको छौँ होइन। अनि यहाँ चाहिँ जमरा हाम्रो यत्रो भएको छ, हजुरहरूको कत्रो भयो। 6 दिनमै मकै नै उम्रिन आँटिसक्यो। अनि हाम्रो चाहिँ यहाँ दुर्गा थापेको छौँ। अनि यो चाहिँ अखण्ड 9 दिनसम्म हाम्रो बलिरहन्छ। अब हामी यहाँनिर म तेल थप्न आइरहेको छु। 10 दिनसम्म यो हाम्रो अखण्ड बलिरहन्छ। त्यही भएर यसलाई चाहिँ हामीले निभाउनु हुँदैन। सबैजनाले यहाँ ढोगेर प्रार्थना गर्नुहोला। सबैजनाले हाम्रो आमा तारानीले सबैको मनोकामना पुरा गरिदिनुहुन्छ होइन। यहाँ पनि ढोग्नु होला माताको पाउमा। अनि जमरा चाहिँ यत्रो भइसक्यो। हजुरहरूको भर्खर पराउँदै होला, हाम्रो चाहिँ हेर्नु न यहाँ कत्रो भइसक्यो 6 दिनमै। अब यो लाउँदाखेरि त कानमा मकै नै उम्रे जत्तिकै हुन्छ होला, हेर्नु यत्रो। फेरि हाम्रो चाहिँ मैले जानिनँ होइन, मैले रोपेको पहेँलो पार्नु पर्ने रहेछ, मैले छोपिनँ। यस्तो हरियो भयो हेर्नुहोस् है। अब भुलचुक माफ गरिदिनुहुन्छ होइन, थाहा भएन, केही छैन, नजान्दाखेरि माफ हुन्छ। तपाईँहरूलाई चाहिँ कतिको दसैँ लाग्यो, हामीलाई चाहिँ यत्तिको लागिरहेको छ दसैँ हेर्नुको लागि। यस्तो सफा गर्दा हुन आँटेको म त पसिना सफा गरेको गरेँ होइन। यो सबै छत यता सबै सफा गर्ने छ होइन। छतमा पनि यता मेरो रुम पनि सफा गरेँ, भित्रको अलिकति बाँकी छ, त्यति छ। अनि चाहिँ भोलि गर्छु है सफाइ। यो झ्यालहरू पुस्ने चाहिँ भोलि काम हो, आज चाहिँ यति नै। अब काकारमा चाहिँ अब कपाल काट्न जान आँटेको। म कस्तो काट्छु हजुरहरू हेर्नु होला है त। यहाँनिर यता लाइन यतातिर लाइन हान्ने भनेर सोचिरहेको छु। अब कस्तो हुन्छ हेर्नु होला। म के काट्छु मेरो आइडिया चाहिँ छैन, त्यहीँ गएपछि हेरौँ है त। अब दसैँमा त जे पनि काट्न पाइन्छ।
त्यहीँ गएपछि हेर्नु होला। अहिले 1 महिना हामीलाई फ्री हुन्छ क्या, जे काट्न नि पाइन्छ। के काट्छु हेर्नु होला है। म भेस्ट फेरेर कपाल काट्न हिँडेको है। काका पनि आउनुहुन्छ पछाडि पछाडि। यस्तो कपाल त काट्नु परेको छैन, यता साइड टाइममा मात्र। कहाँ गएको त? यहाँ आइज आइज गयो। हामी त हिँडेको काका र म कपाल काट्न। खै हुन्छ होला काट्न आएको मान्छे। हामी चाहिँ यहाँनिर काकाको लागि लुगा किनेर गयौँ। अब आज चाहिँ हामी कपाल काट्दैनौँ, एकैचोटि भोलि काट्छौँ। हामी चाहिँ काका आइपुगिसक्यौँ। अब कपाल चाहिँ आज नकाट्ने, कपाल चाहिँ भोलि मात्रै काट्छु। रात परिसक्यो होइन, घर आउँदा होला दसैँको लागि खसी आएछ यहाँ चाहिँ। हामी चाहिँ यत्रो लक्ष्मीपुरदेखि बाग्राम चोकसम्म हिँडेर आएको जस्तो गरममा एकदम गरिसकेँ होइन। अब एकछिन रेस्ट गर्छु अनि एकछिन पूजा गरेर आएर अनि हामी आज बिरयानी खाने भनेको छौँ। त्यही पनि हाम्रो आमा चाहिँ मासु खानुहुन्न होइन। अब आमा चाहिँ मासु खानुहुन्न अनि आमाकै लागि चाहिँ आज हामी अन्डाको बिरयानी बनाउन आँटेको छु। त्यसको रेसिपी पनि थोरै हजुरहरूलाई म सेयर गर्छु, हेरिदिनु होला है। अन्डाको बिरयानीको लागि तेल तताइसकेँ होइन। अनि प्याज र टमाटर काटेँ। हामीले चाहिँ किन अन्डाको बनाएको भन्दाखेरि चाहिँ हाम्रो आमा चाहिँ के अरे माछा मासुहरू मतलब मासुहरू खानुहुँदैन, त्यही भएर हामीले चाहिँ अन्डा चाहिँ खानुहुन्छ। त्यही भएर हामीले चाहिँ अन्डा बनाउन आँटेको। हामी 3जना छौँ, त्यही भएर हामीले थोरै 4वटा मात्र अन्डा उसिल्यो। आमाहरू चाहिँ मासु खानुहुँदैन, त्यही भएर अन्डाको बनाएको है त गाइस। अनि यहाँ चामल पनि भिजाइरहेको छु। अब हजुरहरूलाई म थोरै रेसिपी सेयर गर्छु है त। सुरुमा यसरी अन्डालाई फ्राई गर्नुपर्छ होइन, तेलमा उसिनेर। अनि यहाँ मजाले फ्राई हुनुपर्छ, रातो हुन्छ। त्यस्तो भएपछि हामीले यसलाई पल्टाइदिनुपर्छ यसरी हेर्नु है। यस्तो गरेर यसरी पल्टाएर पनि हामीले मजाले फ्राई गर्नुपर्ने हुन्छ यसलाई चाहिँ। फ्राई गरेर यहाँ यसरी राखिसक्यौँ। अन्डा फ्राई गरेको तेल, अन्डा फ्राई गरेकोले भएर यो फ्रिज आएको है। यहाँ तेल छ। हामीले थोरै प्याजलाई पनि यसरी हालेर यसलाई पुराउनु पर्ने हुन्छ। रातो पारेर भुट्नुपर्ने हुन्छ है। यसलाई पनि रातो पारेर भुटेर हेर्नु है। त्यहाँ म सिकाउँदै जान्छु। यो फ्रिज चाहिँ के अन्डाको आएको है गाइस। हजुरहरूले चिकन बिरयानी पनि रेसिपी चाहिन्छ भने मलाई भन्नु होला कमेन्टमा। म हजुरहरूलाई चिकन बिरयानीको पनि रेसिपी छ या अथवा मैले मेरो टिकटक आइडी प्रस्तुत केसीमा त्यहाँ पनि मैले चिकन बिरयानीको रेसिपी हालेको छु। हजुरहरू त्यहाँ गएर पनि बनाएर खान सक्नुहुन्छ। एकदम मिठो हुन्छ। हेर्नु रातो पारेर भुट्नुपर्छ हामीले। प्याज पनि फ्राई गरेर यतिको रातो पार्यो। एउटा कुरा के चाहिँ छ भने होइन गाइस, हामीले अन्डाको बिरयानी गर्दाखेरि चाहिँ यस्तो फिजहरू आउँछ क्या। हेर्नुहोस् न, यो त्यो अन्डाले गर्दा आएको हो, तर यस्तो फिजहरू आउँछ। तर केही छैन, ठिकै हुन्छ है। फ्राई गरेकै तेलमा अझै हामीले तेल थपेर होइन, हामीले यहाँनिर मरमसला चाहिँ हेर्नु है। हामी पहिला तेल थप्छौँ। हजुरहरूले एक्स्ट्रा अर्कै भाँडामा गर्न पनि सक्नुहुन्छ, तर यसमा चाहिँ म चाहिँ यसमै गर्छु है। मैले टमाटर र प्याज काटेको छु। अब त्यो तेलमा फुलाउँछु। यतापट्टि अन्डा छ रेडी भएको, अनि उता प्रायः प्याज पनि फ्राई गरिसकेको छ। अब हेर्नु होला कसरी पकाउँछु भनेर। हजुरहरू बनाएर ट्राई गर्नु एकपल्ट, एकदम मिठो हुन्छ है यो रेसिपी चाहिँ। त्यसले गर्दा यस्तो साह्रो फिज आउँछ होइन। हजुरहरूले चाहनुहुन्छ भने अर्कै कराईमा गर्दा नि हुन्छ, नत्र हजुरहरूले त्यसमै पनि मिठो स्वाद आउँछ। त्यही मिठो स्वादको लागि मात्र मैले यसमा पकाएको हो होइन। र सबै मैले प्याज हालिसकेँ। एकछिन हामी मजाले रातो पारिँदै भुट्छौँ है त। यस्तो खालको रातो पारिँदै हामी भुट्ने बिर्सेछ। म चाहिँ अब यसमा चाहिँ बेसार हालेँ होइन। रातो भएपछि स्टार्ट हुन्छ। म चाहिँ सुरुमै टमाटर पनि हालिहाल्छु होइन। मजाले पाक्छ भनेर म चाहिँ सुरुमै टमाटर पनि यसरी हालिदिन्छु। यसरी टमाटर हालेपछि चाहिँ हाम्रो यो फिज हट्छ, त्यही हो। अनि यसलाई अब मजाले पकाउनुपर्छ होइन। अब म चाहिँ ढिलो नगरिकन मजाले नभुटिकन म अदुवा लसुनको पेस्ट हाल्छु। हजुरहरूले चाहनुहुन्छ भने भुटेर हाल्न पनि सक्नुहुन्छ, तर मेरो चाहिँ म त्यसरी पकाउँछु। हजुरहरूको आफ्नो स्टाइल हुन्छ होला, आफूले जस्तो गर्नुहुन्छ त्यसरी नै पकाउनु होला है त। यसमा 1 चम्चा जति अदुवा लसुनको पेस्ट हालेँ।
हजुरहरूले स्वादअनुसार हाल्नु होला, कति हाल्नुहुन्छ। म चाहिँ अलिकति धेरै मनपर्छ, त्यही भएर धेरै हालेको है त। पाक्दै हामीले चाहिँ एउटा कुकरमा चामल हालेर यसरी घिउ 1 चम्चा घिउ, हजुरहरूले कति हाल्नुहुन्छ, म चाहिँ 1 चम्चा हाल्छु। 1 चम्चा घिउ अनि यसमा हामीले चाहिँ अदुवा तेजपत्ता अनि हामी यसमा अलैँची अनि हामी ल्वाङहरू अब आफ्नो स्वादअनुसार के हाल्ने हो त्यसै हाल्न पनि मिल्छ। म चाहिँ त्यो स्वाद के अरे अलैँचीहरूको स्वाद नमनपर्ने भएकोले त्यसो सादा मात्र मैले चाहिँ बनाएको। हजुरहरूले चाहनुहुन्छ भने हजुरहरूले चाहिँ अरू मसलाहरू पनि एड गर्न सक्नुहुन्छ। हामी चाहिँ खास चाहिँ त्यस्तो मन पर्दैन, त्यही भएर हामीले चाहिँ यति मात्र गरेको हो। हामीले चाहिँ यो घिउलाई मेल्ट भएर अनि हामीले चाहिँ यसलाई पकाउनुपर्छ। हेर्नुहोस् त, हामी यसलाई मजाले चलाइदिन्छौँ, सबै घिउहरू यसमा मरिन्छ। गुवाहरू चाहिँ हामीले जिराको धुलो, मेरो आमाले अलैँची पनि हाल्नु भन्नुभयो, त्यही भएर मैले अलैँची पनि यसमा एड गरेँ होइन। यो चाहिँ बिहा निकालेको अलैँची हो। कतिको क्वान्टिटीमा बिरयानी मसला मनपर्छ त्यति नै हाल्नु होला। हामी चाहिँ 3 जना छ, हामीलाई चाहिँ बिरयानी मसला चाहिँ धेरै हालेको मनपर्छ, त्यही भएर मैले धेरै हालेँ है त। हालेपछि हामीले मजाले चलाएर यसमाथि पानी हालिदिनुपर्छ होइन। पानी एड गरेँ, अब हेर्नु होला, मैले पानी एड गरेँ। अब यसलाई मजाले पकाएर यसमाथिबाट हामीले अन्डा हालिदिन्छौँ। यसलाई चाहिँ हामीले मजाले पकाउनुपर्छ, यो टमाटरहरू मजाले पाक्न दिनुपर्छ यसलाई। भर्खर मान्छे त खोलामा यो नुनै हाल्नु बिर्सेछु। हामीले स्वादअनुसार नुन पनि हाल्नुपर्छ, अलिक नुन चाहिँ अलिक धेरै नै हाल्नु होला, किनभने हामीले यसबाट खाना पनि हाल्नुपर्छ, त्यही भएर अलिक धेरै हाल्दा राम्रो। उम्लेपछि अघि हामीले फ्राई गरेको अन्डा पनि हामीले यसमा हालिदिनुपर्छ र हामीले यसलाई मजाले पकाएर अलिअलि ग्रेभी हुन दिनुपर्छ। यस्तै रस चाहिँ हुनु हुँदैन, अलिअलि ग्रेभी हुन दिनुपर्छ यसलाई। यो बिरयानीको अन्डा करी यति भएको छ। हामीले अब थोरै यसमा पानी एड गर्नुपर्छ, किनभने हामी 3 जना छौँ, त्यही भएर अलिकति यसलाई थोरै पानी एड गर्नुपर्छ है त। एकदम मिठो हुन्छ है, हजुरहरूले यसरी खानु होला। यो चामललाई पनि बोइल गरिसकेको छौँ, अब यसलाई अलिकति पानी सुक्न दिनुपर्छ। अनि पानी सुकेपछि उता यसमाथि अन्डा करीमाथि यसमा हालेर हामीले 15-16 मिनट तक एकदम छोपेर पकाउनु पर्ने हुन्छ है त। यो अन्डा करी आधी यसरी झिकेर राख्नुपर्छ, किनभने अब तपाईँहरू बुझ्नुहुन्छ, हेर्नु होला है। अर्को प्यानमा झिकेर आधी यहाँ गऱ्यो, आधी त्यहाँ गऱ्यो। अब यसमाथि हामीले चामल हालिदिनु पर्ने हुन्छ, यसरी मजाले फिजाएर हाल्नुपर्ने हुन्छ, हेर्नु होला है। अनि फ्राई गरेर राखेको प्याज पनि यसरी हाल्नुपर्छ, 2 लेयर त्यस्तो गरेर माथिबाट फेरि प्याज, घिउ अनि धनियाँ पत्ता हालेको छु। अब हामीले यसले छोपेर पकाउनुपर्छ। अब एकैचोटि पाकेपछि हेरौँ है त कस्तो हुँदो रहेछ। चाहिँ रेडी भइसक्यो। अब यसलाई चाहिँ म पस्किन्छु है त, यस्तरी हामीले तलबाट पस्किनुपर्छ। वाउ, हाम्रो बिरयानी चाहिँ एकदम मिठो हुन्छ, हेर्दा नराम्रो भए पनि खाँदा टेस्ट एकदम मिठो हुन्छ है।